आदरणीय साथीहरू, अब धर्ना कार्यक्रम साथी त्यो माइक यता ल्याइदिनु अनुरोध गर्छु। साथी माइक यता लिएर आउनु।
साथीहरू हाम्रो शान्तिपूर्ण आन्दोलन हो र आजको यस धरना कार्यक्रममा सबै साथीहरू हुन म अनुरोध गर्दछु। सम्पूर्ण साथीहरू एक ठाउँमा भेला भएर बस्दिन हुन अनुरोध गर्न चाहन्छु। म सबै साथीहरू अगाडि बसिदिनु हुन म अनुरोध गर्दछु। धर्ना कार्यक्रम शान्तिपूर्ण धर्ना कार्यक्रम रहेकोले सबै साथीहरू हाम्रो बाबुरामजी लगायत इस्लामी र अन्य विभिन्न पार्टीका दलका नेताहरूलाई प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई न्याय गर, हाम्रो पार्टीका नेतालाई न्याय गर, हाम्रो शान्तिपूर्ण धर्ना कार्यक्रममा अस्थिर भइरहेको छ। हामी निर्वाचन चिन्हको मागसहित शान्तिपूर्ण आन्दोलनमा छौँ। हामी शान्तिपूर्ण आन्दोलनमा छौँ। साथीहरू शान्तिपूर्ण हामी धर्ममा छौँ तर हाम्रा नेताहरूलाई गिरफ्तार गरिरहेको छ। हामीले पाउनुपर्ने मागसहित हामी शान्तिपूर्ण आन्दोलनमा छौँ तर सरकार हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दबाउन उत्रेको छ। हामी आन्दोलनलाई निरन्तर जारी राख्नेछौँ।
जबसम्म हाम्रो आन्दोलन जारी रहनेछ कुनै पनि प्रकारको दमनले हाम्रो आन्दोलन सफल आन्दोलनमा निरन्तरता दिनेछौँ सत्ताधारीहरू मात्र आज किनभने निरन्तरता लागेर सिन्डिकेटले मात्रै यो मुलुकमा प्राप्त गरेको अधिकारलाई खेला गर्ने ऋषि पटेलहरू यो तयारी